हेलो एभ्रिवान गाइज, आज चाहिँ हामी के गर्दैछौँ भने आज चाहिँ हामी ट्विन बनाउनको लागि तयारी गर्दैछौँ। ट्विन बनाएर चाहिँ हामी यहाँ तलको माटो चाहिँ माथि ल्याउने विचारमा छौँ, यहाँनिर ल्याउने विचारमा छौँ। ल फुल भिडियो हेरेर साथ दिनु होला। ल है त गाइज, ट्विन बनाउनु लाग्यो। ट्विनको लागि सेटअप हुँदैछ यहाँ। ल साथीहरू, आज चाहिँ हाम्रो यहाँ सट्टा लाएर चाहिँ के अरे सामान तान्नलाई बनाउनु पर्ने रहेछ। धेरै नाम छोटो छोटो बनाएर पछाडिको भाग त वाइलिङ गर्नु पर्ला नि। हामीले चाहिँ ल ट्विन बनाएको छ। यहाँबाट ऊ तल सामान लोड हुँदैछ। 100 मिटर जति तल छ। अब म यो स्टार्ट गर्छु, त्यसपछि हेरौँ कस्तो हुँदो रहेछ। सामान आइपुग्यो। मास एकचोटि पनि आइज दादा, म तन्नु छोरी। के हो यो? झार्दाखेरि के हुन्छ यो? के हो? झारिदिएर कसो त छैन ए यस्तो साह्रो भनेको बाहिर जान्छ कि सिस्नो चाहिँ काटेर हुन्छ नि भने कालेलाई पठाइदिए। अब जा त्यति नै आउने हो कि यति त आइरहेछ यही भर्ती नहालौँ। अम्मा डोरी लाग्छ एउटामा फेरि